सुन्नुहोस् है, अहिले संसदमा चाहिँ जति पनि बाँदरको विषयमा चाहिँ व्यापक देशैभरि चलिराखेको छ र बाँदर आतङ्क पनि देशैभरि छ। त्यो जसलाई बाँदरले दुःख दिएको छ उसलाई मात्रै थाहा हुन्छ। यो यहाँ सहरमा बसेर ठुला कुरा गर्नेहरूले कसैले पनि थाहा हुँदैन। त्यस कारणले यी संसदमा बाँदरको विषयमा बोल्ने, बाँदर मार्नुपर्छ भन्ने पनि त्यो पागल हो। बाँदर संरचना तारले बार्नुपर्छ भन्ने त्यो झन् महापागल हो। जो बाँदरलाई कन्ट्रोल गर्छु र बाँदरलाई छेक्छु भन्ने झन् त्यो महापागल हो है। त्यस कारणले गर्दाखेरि न बाँदर मारेर मार्न सकिन्छ, न बाँदर छेकेर छेक्न सकिन्छ। त्यस कारणले गर्दाखेरि संसदमा बाँदरको कुरा आवाज गर्नुभन्दा अलि जुन खेतीपाती पाकेको बेलामा चाहिँ त्यो व्यक्तिलाई बाँदर रुङ्ने एउटा पाले अथवा सेक्युरिटी र अथवा त्यो गार्ड, बाँदर गार्ड एउटा दिनुपर्छ प्रत्येक त्यो ठाउँमा। त्यसले रुङ्नुपर्छ। त्योभन्दा विकल्प दोस्रो छैन। समग्र नेपालीलाई जानकारी होस्। जय नेपाल।